हाम्रा बाइकहरू स्कुलका गाडीहरू यहाँ बाटोमा हिँड्नै नसक्ने अवस्था छ र योलाई कसरी हेर्नुहुन्छ? उहाँ आज 14 नम्बर वडाको भान्सिङजी अध्यक्षज्यू पनि आउनु भएको छ। उहाँहरूले पनि हेर्नुहुनेछ र उहाँहरू नगर प्रमुख जो पनि आउनुभएको छ। उहाँलाई अहिले हामी सम्भव भएसम्म हामीले यो बाटोघाटोमा उहाँकै गाडीमा हामी एकछिन अवलोकन पनि गराउने सोचेका छौँ र अरू सम्पूर्ण दिदीबहिनी दाजुभाइ सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छौँ र यो अहिले यो हाम्रो रोल्पा उहाँ घुसबाङमा जो 13 जनाको मृत्यु भयो, दुःखद निधन भयो, त्यहाँहरूप्रति पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र आज यो कार्यक्रम यस्तो पानीको बिचमा